म आजको चासो तङदाम उधौली पर्व 2082 तथा 331औं तेङसी सिजङ्गा सिन्थेबे द्वितीयको जन्म जयन्ती मङ्सिरे पूर्णिमाको अवसरमा भइरहेको यस कार्यक्रम को संयोजकको तर्फबाट यहाँलाई हार्दिक आभार तथा धन्यवाद दिन चाहन्छु र यहाँको भने अनुसार कस्तो कार्यक्रम रह्यो भन्ने सन्दर्भमा म जोड्ने सबभन्दा पहिला यो कार्यक्रमलाई सठिक रूपमा भव्य र सभ्य पार्नमा आफ्नो तह तबकाबाट हामीले कार्य विभाजन गरेका थियौँ। मूल समारोह पूजा समिति बनाएका थियौँ। ती सबै तह तबकाका साथीहरूले कार्य विभाजन गरेका संयोजक लगायत साथीहरूको सबैको साथ सहयोग र यहाँ व्यवस्थापनमा भएका जति पनि क्रियाकलापहरू थिए व्यवस्थापनका विषयमा अब जस्तै विद्युतका कुराहरू खानेपानीका कुराहरू अब यही कार्यक्रममा हामीले यो स्टल राख्ने कुरा यो नरेश श्रेष्ठ ज्यूको स्टल हो। यो पनि राख्ने क्रममा क्याटरिङको जिम्मेवारी लिनुभएको हाम्रो जय अम्बङ भाइ लगायतका टिम साथीहरू र पुनाम नुमापुङ सांस्कृतिक केलाङका संयोजक लगायत कलाकारहरू साथीहरू र यसको सबैभन्दा ठुलो भूमिका निर्वाह गर्ने नेतृत्वको रूपमा एउटा हाम्रो मोनिटरको रूपमा हामीले मान्छौँ 3 नम्बर किराँती चुम्नुका अध्यक्ष हाम्रो अमरबहादुर मेनाङ्गुज्यू लगायतका उहाँका सहयोगी मित्रहरूको साथ सहयोगले आजको यस ऐतिहासिक धार्मिक तथा हाम्रो लिपि पुनरुत्थापक तेङसी सिजङ्गाको मङ्सिरे पूर्णिमाको आजको दिनको जन्म जयन्ती उहाँको जन्म चाहिँ सन् 1704 मा भएको थियो र उहाँलाई चाहिँ शहादत प्राप्त उहाँको चाहिँ सन् 1741 मा सिक्किमको मार्तम भन्ने ठाउँमा रेसी र कोक्ले नदीको दोबानमा चाहिँ त्यहाँको ठचाङ लामाहरूले चाहिँ बाँसको तीरले विषालु काँडले यातना दिएर हत्या गरेको थियो। किनकि हाम्रो भाषा लिपि साहित्य संस्कृतिको बारेमा उहाँले त्यहाँका लिम्बू समुदायहरूलाई बौद्ध धर्म सिकाइरहेको अवस्था बुझेपछि उहाँ छिनाम तेल्लोक भन्ने ताप्लेजुङबाट चाहिँ फालिलिङको डाँडा हुँदै पश्चिम सिक्किम मार्तम भन्ने ठाउँमा पुगेर उहाँले त्यो अभियान चलाउँदाखेरि उहाँको लगभग 1.5-2 वर्षको अवधिमा उहाँको हत्या भयो र उहाँ जस्तो एउटा ऐतिहासिक राष्ट्रिय विभूति नेपाल सरकारले पनि 2049 साल पुस 16 गते उहाँलाई चाहिँ एउटा विभूतिको रूपमा चाहिँ भाषा लिपि संस्कृति साहित्यको लागि चाहिँ योगदान गर्ने कवि तेङसी सिजङ्गा भनेर हुलाकी टिकटलाई अधिकारी दिएर चाहिँ त्यो सञ्चालन गरेको इतिहास छ र उहाँ जस्तो एउटा ऐतिहासिक व्यक्तित्वको आज जन्म जयन्ती पनि हामीले चासो तङदामकै दिन परेको कारणले गर्दा हामीले मनाउन सफल भयौँ र जति पनि वक्ताहरू हुनुहुन्थ्यो अतिथिज्यू हुनुहुन्थ्यो उहाँहरू सबै प्रफुल्लित हुनुभयो सबैले सकारात्मक कुराहरू राख्नुभयो। यो हाम्रो एउटा ऐतिहासिक चासो तङदामलाई अब यसलाई हामीले लिम्बूहरूको कुनै पनि किराँत मुन्नुमा दसैँ तिहार भन्ने छैन नभएपछि यसलाई दसैँको विकल्पमा चाहिँ हाम्रो चाहिँ के हो महान पर्व भन्ने कुरा चाहिँ अब धेरै खुलदुल भयो कि बुद्धिजीवीहरू तुतु म्याङ्गुरको बिचमा सेवा साम्बा एभाहरू मुन्डुम बिदरको बिचमा चाहिँ तपाईँको तेह्रथुमको सदरमुकाममा चाहिँ त्यहाँ राष्ट्रिय याक्थुम चुम्नुको राष्ट्रिय परिषदको भेलाले निर्णय गर्दा जाँदाखेरि हाम्रो न्वागी पर्व हो पहिला परापूर्वकालदेखि नै आइरहेको र व्यक्तिको घरमा मात्रै यो गर्ने चलन थियो। अब यसलाई सामूहिक रूपमा गराउनुपर्छ भन्ने खालको पहल चाहिँ फेरि किराँत समुदाय अन्तर्गतका 4वटा संस्थाहरू किराँत याखा छुम्मा अनि किराँत सुनवार सेवा समिति अनि किराँत राई योयाखा र किराँत याक्थुम चुम्नुङको संयुक्त पहलमा चाहिँ नेपाल सरकारमाथि डेलिगेसन र ज्ञापन पत्र बुझाए पश्चात पहल ध्यान आकर्षण गरे पश्चात चाहिँ यसलाई चाहिँ 2056 साल फागुन 18 गते यसलाई आधिकारिक रूपमा किराँतीहरूको राष्ट्रिय पर्वको रूपमा आधिकारिक रूपमा दिए पश्चात अनि सामूहिक रूपमा याक्थुम चुम्नुङले चाहिँ यसलाई राष्ट्रिय पर्वको रूपमा मनाइरहेको सन्दर्भमा आज हामी आएर हाम्रो यो 27औं होइन 37औं किराँत याक्थुम चुम्नुङ अन्तर्गतको यो चासो तङदाम हामीले भव्य रूपमा चाहिँ हामीले मनाउन सफल भएका छौँ। यसमा एकदमै हामी खुसी छौँ र म पूजा मूल आयोजक समितिको संयोजकको तर्फबाट म सबै सहभागी आमा बुबा दाजुभाइ दिदीबहिनीहरू बाजे बोजूहरू भाइ बहिनीहरू सबै आइदिनु भएको थियो। एकै खुसी र प्रफुल्लित उत्साहपूर्ण तरिकाले हामीले कार्यक्रम सञ्चालन गऱ्यौँ। कार्यक्रम सञ्चालक हाम्रा अमरबहादुर मेनाङ्गुज्यूको उत्कृष्ट कार्यक्रम सञ्चालनको लागि चाहिँ म उहाँलाई धन्यवाद दिन चाहन्छु। लगायत जति पनि पर्दा पछाडि रहेका सहभागी अहिले मेरो वरिपरि 12-13 जना हुनुहुन्छ। आदरणीय
भाइहरू नै होला हौ सबै, एकजना दाइ बाहेक त्यस्तो लाग्छ। उहाँहरूकोले पनि प्रत्यक्ष परोक्ष रूपमा अप्रत्यक्ष रूपमा उहाँ सम्झेको छु। अब यसरी नै आगामी 1 वर्षमा अब फेरि हाम्रो यो चाड चासोतोनमा मनाउँछौँ, त्यसमा पनि हामीले यसरी नै टिमवर्कमा हामीले चाहिँ आफ्नो तह तबकाबाट सबैले मिलेर टिमवर्कमा काम गऱ्यो भने के गर्न सकिँदैन रहेछ भन्ने कुरा पनि हामीले आजको यो ऐतिहासिक ठाउँ यो सामुदायिक वनको 7 नम्बर ब्लकमा हामीले कार्यक्रम गर्न सफल भयौँ। यसरी नै अर्को सालमा पनि हामीले यस कार्यक्रमलाई चाहिँ अझ यसलाई उच्च स्तरमा चाहिँ अगाडि बढाउने अपेक्षा म गर्दछु। खोइ के बोल्यो।